नमस्ते सबैजनालाई होइन। म चाहिँ अहिले एयर रिभ्यूमा छु होइन। काठमाडौँबाट अबुधाबी जाँदैछु। एउटा इन्ट्रेस्टिङ कुरा के भनेपछि यो सबैलाई थाहा नहुनसक्छ होइन। चाहिँ प्लेनमा भएको बेला नेट चलाउनु मिल्छ होइन, तर सोसियल मिडिया एप्स चलाउनु मिल्छ, तर मुभीहरू चाहिँ स्टोरीहरू हेर्न मिल्छ होइन। त्यसको लागि फर्स्ट के गर्नुपर्छ भनेपछि बाहिर देखाउनु। फर्स्ट चाहिँ हामीले फ्लाइट मोडमा राख्ने, वाइफाई अन गर्ने, ब्लुटुथ अन गर्ने होइन। अनि सेटिङमा जाने, वाइफाई अन गर्ने। वाइफाई अन गर्ने बित्तिकै हाम्रो स्काई टाइम भन्ने देखाउँछ। स्काई टाइममा क्लिक गर्ने। ओके, स्काई टाइम कनेक्ट भएपछि वाइफाईको साइड देखाउँछ। अनि हामीले सिधै गएर स्क्यान गर्नुपर्छ। यो क्युआर हेर्दा देखाउँछ। यो क्युआर छ स्काई टाइमको। सही एकछिन म क्युआर गऱ्यौँ। क्युआर गरेपछि हाम्रो चाहिँ स्काई टाइम लाइन भन्ने खुल्छ होइन। स्काई टाइम भन्ने खुल्छ। अनि यहाँबाट यो मुभी, टिभी, अडियो, म्यापहरू सबै हेर्न मिल्छ है। यहाँ मुभी छ। अर्को स्काई टाइममा यहाँ गएर मुभी, टिभी, किड्स बच्चाहरूको लागि म्यागजिन्सहरू पढ्न मिल्छ। अडियो, फ्लाइट, स्काई क्याफेबाट हेरेर भयो होइन। अब हामीले डिस्टेन्स हेर्नु परेपछि यो चाहिँ हाम्रो डिस्टेन्स हो। डिस्टेन्स भनेपछि अब हाम्रो कहाँ पुगेछौँ, कहाँबाट आएको, हाम्रो सबै डिटेलहरू यसमा दिन्छ होइन। ओके, अहिले हाम्रो फ्लाइट यस्तो छ। हामी चाहिँ काठमाडौँबाट आएको, यो हाम्रो चाहिँ रुट हो। अब हामी चाहिँ हाम्रो फ्लाइट हो 3L44, स्पिड 494 MPH, 795 km/h। अनि एल्टिट्युड हाम्रो 36,000 फिट छ होइन। अनि 10,973 एम्पियर हो के हो होइन। अराइभल लेस देन one hour पछि हामी ल्यान्ड हुन्छौँ। अहिले हामी भनेको काठमाडौँदेखि आएको, अहिले ठ्याक्कै हामी अबुधाबी इन्टरनेसनल एयरपोर्टको नजिक छौँ। त्यहाँको टाइम 12:14 भएको छ। अनि काठमाडौँको 1:59 PM भएको छ। अलमोस्ट 2 बजी होइन। यो चाहिँ स्काई टाइमको बारे भयो। त्यसै अरू हाम्रो चाहिँ मुभी, यो चाहिँ मुभीहरू यसमा छ। यसमा मुभीहरू छ। मुभीमा साइड टप पिक्चर, हलिउड, बलिउड, तपाईँ क्लासिक